बेलडाङ्गी शरणार्थी बस्तीमा 105 घर परिवारलाई क्रिसमस उपहार स्वरूप राहत वितरण। बेलडाङ्गी शरणार्थी शिविरमा अपाङ्गता भएका 101 घर परिवार तथा अत्यन्तै आवश्यकतामा रहेका 4 घर परिवार गरी जम्मा 105 घर परिवारलाई राहत वितरण गरिएको छ। उक्त राहत कार्यक्रम इन्द्र बजगाई र रुथ चित्रीको आर्थिक सहयोगमा मर्सी च्यारिटी एन्ड वेलफेयर फाउन्डेसनद्वारा सम्पन्न गरिएको हो। कार्यक्रमका क्रममा संस्थाका एक प्रतिनिधिले यो राहत वितरण क्रिसमस उपहारको रूपमा गरिएको बताउनुभयो। र विशेष गरी तपाईहरु जतिजना पनि आउनुभएको छ, जुन सामग्रीहरू दिन लागिरहेका छौँ, यो चाहिँ विशेष गरी राहत भन्दा पनि क्रिसमस गिफ्ट भनेर हामी भन्न चाहन्छौँ। राहत स्वरूप प्रत्येक घर परिवारलाई 25 किलोको 1 बोरा चामल, 1 पोका तेल तथा 1 किलो दाल प्रदान गरिएको थियो। अपाङ्गता भएका परिवारहरूको तर्फबाट बोल्दै ब्राडका प्रतिनिधिज्यूले सहयोगी दाताहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। अपाङ्गता भएका व्यक्तिहरूबाट या डोनर ज्यूहरूलाई मुनि धन्यवाद। त्यस्तै बेलडाङ्गी बस्तीका सचिव श्री सञ्चाहाङ सुब्बाज्यूले पनि यस्ता महान हातहरूबाट प्राप्त सहयोगप्रति सम्पूर्ण बेलडाङ्गी बस्तीवासीको तर्फबाट हार्दिक धन्यवाद प्रकट गर्नुभएको छ। उहाँहरूले भन्नुभएको छ, उहाँहरूलाई म हृदयदेखि धन्यवाद भन्न चाहन्छु। उहाँको पास्टर म्याडम हुनुहुन्छ, उहाँलाई पनि म धन्यवाद भन्न चाहन्छु। म्याडमले जसरी एउटा कोर्डिनेट गरेर 105 घरलाई, खासै 101 घरलाई थियो, तर म्याडम आएर चाहिँ दृश्य अवलोकन गर्दाखेरि 3-4 घर चाहिँ थप्नै पर्ने रहेछ भन्ने एउटा फिल गरेर 3-4 घरलाई थपेर जम्मै 105 घरलाई उहाँले 1 बोरा चामल, 25 केजीको चामल र 1 केजी दाल र 1 पोका तेल गरेर 3टा आइटम हामीलाई सपोर्ट गर्नुभएको छ। म म्याडम, हाम्रो पास्टर म्याडम नर्मदा मिजाज्यू र हाम्रो सहयोगी इन्द्र बजगाई र रुथ छेत्रीज्यूहरूलाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु। उहाँहरूको मण्डलीलाई परमेश्वरले आशिष दिउन् पनि भन्न चाहन्छु। राहत प्राप्त गरेका परिवारहरूले सहयोगले आफ्नो दैनिकीमा सहजता आएको प्रतिक्रिया दिएका छन्।